यो धरान बजारको मुख्य आकर्षक भानुचोक हो। भानुको मूर्ति यहाँ शालिगसँगै यो घण्टाघर पनि हामी देख्न सक्छौँ। र अब हामी यस घण्टाघरबाट वान वे हुँदै धरानका मुख्य मन्दिरहरू पिण्डेश्वरी, त्यसै दन्तकाली र बुढा सुब्बा जानेछौँ। र यहाँहरूलाई यो आजको भिडियो मुख्यतः धरानभित्रका मुख्य 3वटा मन्दिरहरूको बारेमा यहाँलाई जानकारी गराउनेछौँ। र अहिले हामी लाग्दैछौँ यो धरानको मुख्य पिण्डेश्वरी मन्दिरतर्फ। र हामी पिण्डेश्वरी मन्दिर पुगिसकेका छौँ। र पिण्डेश्वरी मन्दिर धरान उपमहानगरपालिका वार्ड नम्बर 14 विजयपुरमा रहेको छ। यसमा चाहिँ यो साउन महिना भएकोले यहाँनिर चाहिँ बोलबमको लागि पनि तीर्थालु भक्तजनहरू आउने गर्दछन् यस ठाउँमा। यो मन्दिर पिण्डेश्वरी महादेवको मन्दिर यो बोलबम यात्रा साउन महिना भएकाले भक्तजनहरू छिमेकी जिल्ला मोरङ हैन त्यसै हामी लाग्दैछौँ अहिले दन्तकाली मन्दिरतर्फ। यो धरान 14 विजयपुर डाँडामा रहेको छ। र यो मन्दिर अलिकति माथि रहेको छ। यो डाँडाको धरानको पिण्डेश्वर मन्दिरको भन्दा माथिको रहेको यो जङ्गल व्यापारी गडाङ ड्रोन पुगिदिने केटाहरू महानगरपालिका वार्ड नम्बर 14 अन्तर्गत रहेको यो बुढा सुब्बा मन्दिर मा आएका छौँ। र यो मन्दिरको
मुख्य विशेषता भनेको चाहिँ यो टुप्पा नभएको बाँस रहेको छ। विशेषता चाहिँ यो बाँसमा चाहिँ आफ्नो नाम लेख्दा आफ्नो प्रेम सफल हुन्छ भन्ने किंवदन्ती रहेको थियो र अहिले चाहिँ यो बाँसमा नाम लेखिएको छ र हामीले धेरै धागोहरू बाँधेको पनि देख्छौँ र यो बाँस चाहिँ टुप्पो नभएको बाँस एउटा रहेको छ यो मान्यता प्रचलन पनि र बाँसको टुप्पो पनि देखिँदैन खासमा हेर्दाखेरि क्लिप जोडेर